नेपाली दुगु बंगलादेशीय दूतावासीय गोशाले ये लभ फर ल्याङ्ग्वेज एन्ड कल्चर चित्रकला प्रदर्शनी जुगुदु बबर मले दुगु नेपाल आर्ट काउन्सिलले जुगु चित्रकला प्रदर्शनी उलेज्या शुक्रबार उपप्रधान लिसे गृहमन्त्री नारायण काजी श्रेष्ठ यानादिगु खा उलेज्या ज्याजोले उपप्रधान लिसे गृहमन्त्री नारायण काजी श्रेष्ठ लिसे नेपालका लागि बंगलादेशी राजदूत सलहुद्दिन नोमन चौधरी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानीय पूर्व कुलपति कलाकार किरण मानन्धन प्रदर्शनीय कजिलिसे प्रतिष्ठानीय पूर्व प्राग सुषमा राज भण्डारी लगायत भ्याव संस्कृति लिसे स्वापुदुगु चित्रकला प्रदर्शनी बारे नवाना दिगु खा वास्तवमा जीवनको विभिन्न आयामहरूको प्रतिबिम्ब हो त्यसले हाम्रो परम्परा संस्कृतिलाई प्रतिबिम्बित गर्ने गर्छ र यसले पहिचानलाई पनि आफ्नो समाजमा र विश्वमै सम्प्रेषित गर्ने काम पनि गर्छ त्यसको आफ्नै महत्त्व छ जीवनको एउटा अभिन्न पक्ष हो कला र त्यो कलालाई तारेर तपाईहरुले जो प्रदर्शनी गर्नु भएको छ त्यसको निम्ति हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। This art camp scheme is in line with the wider theme of UNESCO for building awareness on protection and promotion of languages, small languages around the world. So we thought that we will do it, and you will see. We will just go downstairs to you will inaugurate that. You will see that this has been reflected in the artworks of all the artists. They have represented their communities very well, and we will see that. हाम्रो जाति, हाम्रो वेशभूषा, हामी सबैभन्दा यस देशका गहना हुन् र हामीले बंगलादेश टाइम स्टारबाट जुन एउटा परिषदमा काम वर्किङहरू हामीले गर्न पाएँ त्यसको लागि म बधाई दिन्छु र सधैँको अभावले हामी फेरि पनि भेटौँला। एक्जिबिसन हुँदैछ त्यो एक्जिबिसनमा पाल्नु एकदमै टाइमै नभए पनि पाल्नु भएको आजको प्रमुख अतिथिज्यूलाई म एकदमै आउनु भएकोमा एकदमै खुसी चाहन्छु। अब ल्याङ्ग्वेजको कुरा गर्नुपर्दा हाम्रो देशमा 146 भाषाहरू छन्। त्यसै गरी इन्टरनेसनलमा 6500 भाषाहरू छन् र बङ्गलादेशले चाहिँ सबभन्दा पहिला यो भाषाको चाहिँ इन्टरनेसनल डे मनाएको भन्ने जानकारीमा आएको छ। त्यो कारणले चाहिँ म उहाँहरूलाई चाहिँ एकदमै धन्यवाद दिँदै प्रदर्शनी बंगलादेश व नेपाल सांस्कृतिक समानता व विविधता नाप्नाप रहन सहनियता कया चोयातगु सुई सोपा चित्रकला तयातगु खस प्रदर्शनी मंगलबार कोचागु ख